रसो हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौँको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सड़क पूर्णतः बन्द गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले जानकारी गराएका छन्। बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र उक्त क्रम फैलिने अवस्था भएका कारण दुवै तर्फबाट सवारी आवागमन निषेध गरिएको उनले बताएका छन्। बाढीले दर्जनौं बस्ती र बजार बगाएको छ। तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौँबाट विपद व्यवस्थापनको प्रहरी टोली त्यसतर्फ गइसकेको छ।